म चाहिँ आज लास्टै खुसी छु कि त्यो किन छु भने अब हजुरले यो भिडियोमा अगाडि थाहा पाउनुहुनेछ। सो त्यसैले चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, स्किप नगरेर हैन। हेलो गुड मर्निङ, वेलकम ब्याक साथीहरु। हजुरलाई फेरि स्वागत छ मेरो एउटा अर्को भिडियोमा हैन। आज चाहिँ म अब हजुरसित केही कुरा सेयर गर्न चाहे हैन। त्यो कुरा चाहिँ के हो भन्दाखेरि आज चाहिँ मेरो 100 सब्स्क्राइबर कम्प्लिट भयो कि। सो आज चाहिँ म लास्टै खुसी छु कि हैन, किनभने अब आफूले गरेको मेहनतमा चाहिँ अब 100 सब्स्क्राइबर गेन गर्न पाउँदाखेरि एकदम खुसी लाग्छ कि। मैले के हैन 0 बाट 100 सब्स्क्राइबर गेन गर्नको लागि लगभग 50 भन्दा माथि भिडियो हालेको छु कि। त्यसपछि हैन हजुरले एकदम माया गरेर साथ सपोर्ट गरेर 100 सब्स्क्राइबर पुऱ्याइदिनु भयो आज हैन। त्यसको लागि धेरै धेरै धन्यवाद हैन। 100 सब्स्क्राइबर पुग्नको लागि मेरो लागि धेरै ठुलो कुरा हो के। आज 100 सब्स्क्राइबर पुगेको छन्, आउने दिनहरुमा चाहिँ यस्तै गरेर अब 1000 सब्स्क्राइबर पुग्ला अनि त्यसपछि 10,000 हैन। किनकि मेरो च्यालेन्ज छ 200 दिनमा 200 भिडियो अनि त्यसपछि 10,000 सब्स्क्राइबर कम्प्लिट गर्ने हैन। आशा छ कि हजुरले यो च्यालेन्जलाई पनि एकदमसित साथ सपोर्ट गरेर पुऱ्याइदिनु हुनेछ हैन। त्यसपछि चाहिँ अब फेरि अरू च्यालेन्जहरु ल्याउनु छु मैले हजुरको सामु हैन, जुन चाहिँ अब हजुरलाई मन पर्नेछ भन्ने आशा गरेको छु हैन। किनकि साथीहरु हैन मलाई अब कामको साथसाथमा अब भिडियो बनाउने टाइम म्यानेज गर्ने एकदम गाह्रो हुन्छ कि हैन, गाह्रो हुन्छ। त्यसैले चाहिँ अब 100 सब्स्क्राइबर गेन गरेर पनि एकदम खुसी लागेको छ कि मलाई हैन। त्यही भएर अब यो कुरा हजुरको सामु राख्न चाहे हैन। अब कामको 10 घण्टा ड्युटी गरेर अब त्यही माथि नै अब थोडा बहुत टाइम निकालेर अब मैले ब्लगहरु बनाइरहन्छु। आजभोलि र्यान्डम ब्लग निकालेको पनि हजुरहरूले मलाई चिन्नुभयो भने हजुरसम्म मेरो भिडियो आयो भने तपाईहरुले हजुरहरूले मन पराइदिनु हुनेछ। फेरि आउने दिनहरुमा अब म झन् राम्रो प्रयास गर्नेछु कि हैन, हजुरहरुको सामु चाहिँ राम्रो भिडियोहरु ल्याउँ, राम्रो लोकेसनहरुमा जाउँ। तर अहिले चाहिँ अब कामले गर्दाखेरि अब चाहिँ त्यस्तो ल्याउन नपाए पनि तर टाइममा चाहिँ मैले हजुरहरुको सामु अब राम्रो भिडियोहरु लिइरहेको हुन्छ हैन। सो आशा छ कि हजुरहरूले चाहिँ अब आउने भिडियोहरुमा पनि एकदम माया गरिदिनु हुनेछ, साथ सपोर्ट गरिदिनु हुनेछ भनेर हैन। सो आजको यस ब्लगमा यति नै साथीहरु हैन। म मिल्छु फेरि हजुरलाई भोलि एउटा नयाँ भिडियोको साथमा। त्यतिन्जेलसम्म यो भिडियो हेरिदिनुको लागि धेरै धेरै धन्यवाद।